सोलुखुम्बुको एउटा यस्तो मन्दिर जसको जग रगत र आँसुले सिचिएको छ भन्दा फरक पर्दैन। आज हामी एउटा यस्तो कथाको गहिराईमा जाँदैछौँ जहाँ एउटा परिवारको भयानक त्रासदी समयसँगै कसरी पवित्र आस्थामा बदलियो भन्ने कुरा लुकेको छ। हामीसँग सोताङ गाउँपालिकाको पञ्चकन्या कालिका देवी मन्दिरको इतिहासबारे एउटा विस्तृत लेख छ जसले हामीलाई 16औं शताब्दीभन्दा पनि पुरानो समयमा लैजान्छ। आज हामी के बुझ्न खोज्दैछौँ भने कसरी एउटा ठाउँमा घटेको हिंसात्मक घटनाले यति शक्तिशाली विश्वासको रूप लिन सक्छ जहाँ पछि भनौँ न राजाहरूले समेत शिर झुकाउनु पर्यो। ल यो अनौठो यात्रा सुरु गरौँ। कथा सुरु हुन्छ सैलाम र रूपलाम नामका दुई घले गुरुङ दाजुभाइबाट जो आफ्ना 5 छोरीहरूसँग बस्थे। हो, र सुरुमा त्यो ठाउँ कुनै मन्दिर थिएन। त्यो त केवल एउटा साधारण घर थियो। तर त्यो घर र त्यो परिवारमाथि केही अनौठो र अशुभ कुराहरू मडारिन थालेका थिए। ती छोरीहरू थिए चिन्चोली, छिरिस्ती, सिलिम, बनिया र अनिया। हो, अनि अचानक उनीहरूको जीवनमा अनौठा घटनाहरू घट्न थाले। यो कुनै सामान्य पारिवारिक कलह जस्तो थिएन। उनीहरूले सपनामा देखेका डरलाग्दा कुराहरू विपनामा साँच्चै हुन थाले। कल्पना गरौँ त, घरमा सधैँ झगडा, मेहनतले फलाएको अन्न अचानक माटोमा परिणत हुने, अनि तिर्खा लाग्दा पिउन खोजेको पानी रगत बन्ने। यति मात्र होइन, घरका पाल्तु जनावरहरू पनि एकपछि अर्को गर्दै मर्न थाले। यहाँनिर एकछिन रोकौँ है। लोककथाहरूमा यस्ता सङ्केतहरूको गहिरो अर्थ हुन्छ। पानी रगत बन्नु वा अन्न माटो हुनु भनेको यो त प्रकृतिले नै उनीहरूलाई केही भन्न खोजिरहेको थियो जस्तो देखिन्छ। यो केवल एउटा परिवारको दुर्भाग्य मात्र थिएन हैन, यो त्यो भूमिको शक्तिले दिन खोजेको एउटा शक्तिशाली सन्देश थियो। कुनै ठूलो अलौकिक परिवर्तनको पूर्व सङ्केत भनौँ न। पक्कै पनि यी सबै घटनाहरूबाट उनीहरू यति दिक्क भए कि उनीहरूले सोचे अब यहाँ एकछिन पनि बस्न सकिँदैन, अनि उनीहरूले आफ्नो थातथलो नै छोडेर बसाइ सर्ने निर्णय गरे। तर कथाले यहाँबाट झनै रहस्यमय मोड लिन्छ। उनीहरूले एक पटक होइन, 2 पटक होइन, 3 पटक बसाइ सर्ने प्रयास गरे। तर हरेक पटक एउटा अचम्मको घटना घट्थ्यो। उनीहरूका 5 छोरीहरू रहस्यमय तरिकाले हराउँथे र खोज्दै जाँदा त्यही पुरानो श्रापित घरमा खेलिरहेको अवस्थामा भेटिन्थे। पहिलो पटक बसपु ओडारमा बाँस बस्दा होस् वा दोस्रो पटक बुङ्गु साद्दी हुगेश्वरमा, हरेक पटक नतिजा उही हुन्थ्यो। हो र, 3 पटक। यो त कुनै संयोग थिएन। यदि हामीले यसलाई ठूलो चित्रमा हेर्यौं भने यो घटनाले ती केटीहरू र त्यो भूमिको बीचको एउटा अटुट, लगभग अलौकिक सम्बन्धलाई देखाउँछ। मानौ कि त्यो ठाउँले उनीहरूलाई छोड्न नै दिइरहेको थिएन। यो उनीहरूको मानवीय रूपबाट दैवीय रूपमा रूपान्तरण हुनुको एउटा सङ्केत थियो। त्यो भूमिले सायद उनीहरूलाई आफ्नो शक्ति केन्द्रको रूपमा पहिल्यै रोजिसकेको थियो। हो, तर त्यो बेला ती दुई दाजुभाइले यो दैवी सङ्केत बुझ्न सकेनन्। उनीहरूका लागि यो केवल एउटा समस्या थियो जसले उनीहरूलाई वाक्कदिक्क, क्रोधित र लाचार बनाइसकेको थियो। र यही क्रोध र आवेगमा आएर उनीहरूले एउटा भयानक निर्णय लिए। यो कथाको सबैभन्दा दर्दनाक मोड हो। यो सुन्दा पनि मन भारी हुन्छ। उनीहरूले आफ्नै 5 छोरीहरूलाई धारिलो हतियारले हत्या गरे। ओहो, कल्पना गर्नु पनि गाह्रो छ। आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिले मानिसलाई कतिसम्म कठोर बनाउन सक्छ भन्ने यो एउटा दुःखद उदाहरण हो। छोरीहरूको हत्यापछि उनीहरूले अन्ततः त्यो ठाउँ छोडे र भोजपुरको कुलुङ भन्ने ठाउँमा गएर बसे। रोचक कुरा के छ भने त्यो लेखमा उनीहरूका सन्तानहरू अझै पनि त्यही कुलुङ क्षेत्रमा बस्छन् भनेर उल्लेख गरिएको छ। तर कथा यहाँ सकिँदैन होइन र? वास्तवमा यहाँबाट एउटा नयाँ अध्याय सुरु हुन्छ, त्रासदीको अन्त्यपछि आस्थाको सुरुवात। बिल्कुल। घले परिवारले त्यो ठाउँ छोडेको करिब 6 महिनापछि त्यो पुरानो घरको वरिपरि अनौठा प्राकृतिक घटनाहरू हुन थाले। जस्तै अरू ठाउँमा टल्लक्क घाम लाग्दा ठिक त्यही घरको माथि मात्रै असिना पानी पर्ने र ठूलो हावाहुरी चल्ने। स्थानीयहरूका लागि यो एउटा नबुझिने रहस्य बन्यो। फेरि त्यही प्रकृतिको सङ्केत। पहिले परिवारलाई सङ्केत दियो, अब समुदायलाई दिइरहेको छ। केही असाधारण कुरा भइसकेको छ र त्यसलाई पहिचान गर्न आवश्यक छ भन्ने सन्देश जस्तो हो। अनि यो रहस्य सुल्झाउन स्थानीय धामी झाँक्रीहरू जुटे। उनीहरूले आफ्नो विधि अनुसार खोजी गर्दा एउटा चकित पार्ने कुरा पत्ता लाग्यो।
उनीहरूले के थाहा पाए भने ती मारिएका 5 छोरीहरू नै पञ्चकन्या देवता बनेर प्रकट भएका रहेछन् र ती देवीहरूले सन्देश पठाएका थिए, हामी पञ्चकन्या हौं, हामीलाई राम्रोसँग सफासुग्घर र चोखो नितो गरी पूजाआजा गर, सबैको कल्याण हुन्छ। वाह, यहाँ सबैभन्दा शक्तिशाली कुरा के हो भने समुदायले आफ्नो सबैभन्दा ठूलो पीडालाई कसरी शक्तिमा बदल्छ भन्ने देखिन्छ। आफ्नै बाबुद्वारा सन्तानको हत्या जस्तो त्रासदीलाई बिर्सिनु वा दबाउनुको सट्टा त्यसलाई दैवी शक्तिमा परिणत गरेर अमर बनाइयो। यो मानवीय मनोविज्ञानको एउटा उत्कृष्ट उदाहरण हो जहाँ हामी डर र दुःखलाई सम्मान र आशाको स्रोतमा बदल्छौं। त्यसपछि नै त्यहाँ विधिपूर्वक पूजाआजा सुरु भयो। आज त्यो ठाउँ एउटा सामान्य घर होइन, एउटा शक्तिशाली मन्दिर बनेको छ जहाँ 18वटा शक्तिपीठहरू रहेको विश्वास गरिन्छ र विशेष गरी किरात समुदायको ठूलो चाड मङ्सिरे पूर्णिमा उधौलीमा र वैशाखे पूर्णिमा उभौलीमा त्यहाँ ठूलो मेला लाग्छ, विशेष पूजा र भोग चढाइन्छ। यसले त्यो स्थानीय आस्था कसरी बृहत सांस्कृतिक परम्परासँग जोडियो भन्ने पनि देखाउँछ। हो नि, र त्यो शक्तिको कथा केवल लोककथामा मात्र सीमित रहेन। यसले त ऐतिहासिक शक्तिहरूलाई पनि चुनौती दियो र आफ्नो वैधता स्थापित गर्यो। हो, अब यहाँ अझै रोचक कुरा आउँछ। इतिहासमा पनि यो मन्दिरको शक्ति प्रमाणित भएका 2 ठूला घटनाहरू उल्लेख गरिएका छन्। पहिलो घटना राणाकालको हो। त्यो बेला सेनाले बुढीडाँडा भन्ने ठाउँबाट मन्दिरलाई नै निशाना बनाएर तोप हानेको थियो। ओहो, यो भनेको त राज्यको सैन्य शक्तिले स्थानीय आस्थालाई सिधै चुनौती दिएको हो। एउटा तोपको अगाडि एउटा सानो मन्दिरको के लाग्छ र भन्ने सोच थियो होला उनीहरूको। तर भयो उल्टो। भनिन्छ देवीको शक्तिले त्यो तोपको गोलालाई छलिदियो र मन्दिरलाई केही भएन। गोला अलि उत्तरतिर गएर पड्कियो रे। त्यो लेखमा त के दाबी गरिएको छ भने तोपले बनाएको खाल्डो आज पनि त्यहाँ देख्न सकिन्छ। यो घटनाले स्थानीय मानिसहरूको विश्वासलाई कति बलियो बनायो होला। त्यही त, यो केवल चमत्कारको कथा मात्र होइन, यो त स्थानीय पहिचान र शक्तिको घोषणा पनि हो। यसले के सन्देश दिन्छ भने तिम्रो राज्यको सैन्य शक्तिभन्दा हाम्रो आस्थाको शक्ति ठूलो छ। यस्ता कथाहरूले समुदायलाई बाहिरी शक्तिहरू विरुद्ध एकताबद्ध र बलियो बनाउन ठूलो भूमिका खेल्छन् नि। यो त भयो राणाकालको कुरा, तर यो शक्ति प्रदर्शनको क्रम पछि पनि रोकिएल होइन र? पञ्चायत कालमा त झन् देशको राजा नै यसको साक्षी बने। हो, र यो घटनाले मन्दिरको शक्तिलाई अझै फलक स्तरमा स्थापित गर्यो। घटना यस्तो थियो, पञ्चायतकालमा राजा वीरेन्द्र हेलिकप्टरमा त्यस क्षेत्रको भ्रमणमा थिए। जब उनको हेलिकप्टर ठिक मन्दिरको माथि आकाशमा पुग्यो, त्यो अचानक रोकियो, अगाडि बढ्नै सकेन। ए, त्यो घटना, त्यो त झनै रोचक छ। हो नि, पाइलटहरूले जति प्रयास गर्दा पनि हेलिकप्टर अगाडि नबढेपछि राजाले तल हेरेछन् अनि त्यो ठाउँमा कुनै दैवी शक्ति रहेको अनुमान गरे। उनले त्यहीबाट भाकल गरे, म यहाँ घण्टा चढाउँछु, बाटो खोलोस्। अनि के भरो? अचम्मको कुरा, भाकल गर्ने बित्तिकै हेलिकप्टर सहज रूपमा अगाडि बढ्यो। साँच्चै? हो, र त्यो केवल कथा मात्र होइन। पछि राजाले पठाएको त्यो घण्टा अहिले पनि मन्दिरमा झुन्डिएको छ। यसले मन्दिरको महत्त्वलाई स्थानीय स्तरबाट उठाएर राष्ट्रिय स्तरमै पुर्याइदियो। यी 2 घटनालाई जोडेर हेरौँ न। पहिलोमा राणाको सैन्य शक्ति परास्त भयो। दोस्रोमा देशको सार्वभौम शक्तिको प्रतीक राजा स्वयंले त्यो दैवी शक्तिको अगाडि शिर झुकाए। एउटा सामान्य लोककथाबाट सुरु भएको विश्वासले अब राज्यको सबैभन्दा माथिल्लो तहबाट पनि मान्यता र सम्मान पाएको देखिन्छ। यो शक्ति र वैधताको एउटा अविश्वसनीय यात्रा हो। त्यसो भए यो सबैको मतलब के हो त? यो मन्दिरको पूजा विधि पनि यसको मूल कथासँगै जोडिएको छ। यहाँ बलि दिने चलन छ, तर त्यो पनि निकै विशेष छ। जुनसुकै पशुको बलि हुँदैन। हो, हरेक विधि त्यो मूल कथासँग जोडिएको छ। यहाँ केवल साना र कालो रङका पाठी मतलब फिमेल गोठहरूको मात्र बलि दिइन्छ। यसको पछाडि केही खास कारण छ? र यसको प्रतीकात्मक निकै गहिरो छ। साना पाठीहरू चढाउनुको कारण हो ती पञ्चकन्याहरू नाबालिका र पवित्र थिएन भन्ने मान्यतालाई सम्मान गर्नु। उनीहरूको निर्दोषता र कलिलो उमेरको प्रतीकको रूपमा सानो पाठी चढाइन्छ। अनि कालो रङको पाठी चढाउनुको कारण उनीहरूको आमाको नाम कालिका देवीसँग जोडिएको छ। कालिकाको अर्थ नै कालो वर्णकी देवी हो नि। वाह,
त्यसो भए यो बलि केवल एक धार्मिक कार्य मात्र भएन, यो त त्यो पुरानो दुःखद कथालाई हरेक पुस्तामा जीवित राख्ने एउटा माध्यम पनि भयो। हरेक पटक बलि चढ्दा मानिसहरूले ती 5 निर्दोष छोरीहरू र उनीहरूको कथालाई सम्झिन्छन्। बिल्कुल। पूजाको हरेक सानोभन्दा सानो अंश पनि त्यो मूल दुःखद कथाको स्मृतिमा आधारित छ। यसले देखाउँछ कि आस्था केवल विश्वासमा मात्र सीमित हुँदैन, त्यो समुदायको स्मृति, इतिहास र पहिचानलाई जीवित राख्ने एउटा शक्तिशाली माध्यम पनि हो। आजको यो चर्चाले हामीलाई सोलुखुम्बुको एउटा मन्दिरको कथा मात्र सुनाएन, यसले कसरी एउटा दुःखद घटना समयसँगै आस्थाको केन्द्र बन्न सक्छ भन्ने पनि देखायो। एउटा परिवारको निजी त्रासदी आफ्नै बाबुहरूद्वारा मारिएका 5 छोरीहरूको कथाबाट सुरु भएर राजाहरूले समेत शिर झुकाउने शक्तिको केन्द्र बन्नु साँच्चै नै अनौठो यात्रा हो। यो कथाले स्थानीय विश्वास, प्रकृति र इतिहास कसरी एकअर्कासँग झेलिएका हुन्छन् भन्ने कुराको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ। यहाँ जमिनले छोरीहरूलाई जान दिँदैन, हावाहुरी र असिनाले दैवी शक्तिको सङ्केत गर्छ र ऐतिहासिक शक्तिहरू पनि त्यो दैवी शक्तिको अगाडि नतमस्तक हुन्छन्। त्रासदीलाई पूजामा रूपान्तरण गर्ने यो प्रक्रियाले मानवीय भावना र आध्यात्मिकताको गहिराईलाई देखाउँछ। मानिसहरूले कसरी आफ्नो सबैभन्दा ठूलो डर र दुःखलाई शक्ति र आशाको स्रोतमा बदल्छन् भन्ने यो एउटा जीवन्त प्रमाण हो। यो कथाले एउटा प्रश्न छोडेर जान्छ के हाम्रा वरिपरि रहेका यस्ता अन्य पवित्र स्थलहरूको पछाडि पनि यस्तै बिर्सन नसकिने मानवीय कथाहरू लुकेका होलान् जुन समयसँगै मिथक र आस्थामा परिणत भए? सायद हरेक ढुङ्गा र मन्दिरको आफ्नै नभनिएको कथा छ।